हाई गाइज वेलकम टु माई नेक्स्ट ब्लग। बाहिर देखिरहेको यस्तो चिसो मौसम चाहिँ 15 पुसको हो। हजुरहरू सबैलाई थाहा छ होला, बुटोल एरियामा चाहिँ लगभग 15-20 दिन चाहिँ घाम लाग्दैन, कुहिरो मात्रै पर्छ। यता पनि 15 पुस सेलिब्रेट गरिराख्नु भएको छ। कुनै कुनै वर्षको जाडोमा चाहिँ एकदम चिसो हुने, शीतलहर पर्ने अनि 15-20 दिनै घाम नलाग्ने त्यस्तो हुन्छ, अनि कहिलेकाहीँ चाहिँ मिनिमलै जाडो हुन्छ कि। अफकोर्स आज त पुस 15 भयो, अब घाम त लाग्ने चान्सै छैन होइन, अनि लाग्दा पनि लागेन। अनि कीर्ति अनि म चाहिँ अब 15 पुसमा चाहिँ के गर्ने त स्पेसल भनेर प्लान गरिरहेको थियौँ। अनि यतिकैमा कीर्तिलाई ढकनी मनपर्छ, अनि ढकनी बनाएर खाम, चिसो चिसो मौसम छ अनि चिसो पनि सोच्छ भनी। अनि मलाई चाहिँ त्यस्तो रुक्कै चाहिँ हुँदैन, तर नखाने पनि होइन, तर कीर्तिको चाहिँ फेभरेट नै हो। प्लान गरे अनुसार ढकनी नै खाने भयौँ हामीले। अनि त्यसपछि पहिला सुरुमा चाहिँ हामी दुध लिन गयौँ, अनि 2 जनाको लागि चाहिँ 2 लिटर दुध इनफ हुन्छ होला भनेर 2 लिटर दुध लिएर आयौँ। अनि घिउ चाहिँ घरमै थियो, अनि चामल पनि घरमै थियो। अनि यो भिडियोमा चाहिँ म हजुरहरूलाई ढकनीको रेसिपी पनि बताउँछु है। यदि ढकनी खाने प्लान गर्नुभएको छ भने चाहिँ घिउ अनि दुध अनि चामल चाहिँ हजुरको बेसिक इन्ग्रेडियन्ट भयो है। दुधलाई उमाल्ने, अनि एउटा कराई बसालेर त्यसमा चाहिँ आफूलाई कति जति चामल राखिन्छ त्यही अनुसार त्यो चामल भुटिने गरी चाहिँ घिउ राख्ने है। अनि यसरी कीर्तिले चाहिँ घिउ तताई, अनि त्यसपछि त्यसमा आफूलाई हामी 2 जनालाई पुग्ने गरी चामल चाहिँ राखी, अनि त्यसपछि त्यो चामललाई चाहिँ नन स्टप भुट्ने है। मलाई चाहिँ ढकनी पकाउन आउँदैन, कीर्तिलाई आउँछ, अनि उसैले मलाई आउँछ, ट्राई गरौँ न त भनेर उसको पनि यो चाहिँ फर्स्ट ट्राई हो। अनि अब जस्तो घरमा मम्मीहरूले आमाहरूले त बनाएको देखिराखिन्छ, तर नोटिस गरिँदैन नि त, आफूलाई नपर्दासम्म, आफ्नो इन्ट्रेस्टको कुरा नहुँदासम्म कसले ख्याल गर्दै बस्छ र। अनि त्यही भएर कीर्तिले चाहिँ यहाँ फर्स्ट ट्राई हो है उसको पनि, अब कस्तो बन्छ। हामी 2 जना एक्साइटेड थियौँ। त्यसरी घिउमा चामल छोडिसकेपछि चाहिँ त्यो चामललाई चाहिँ नन स्टप चलाउनु पर्ने रहेछ, त्यो चाहिँ डढ्न दिनु हुँदो रहेछ कि। अनि त्यसपछि चलाएको चलाइ गर्नु पर्दो रहेछ। अनि म चाहिँ यहाँ मैले ब्लग गरेछु हाई गर्न भनिरहेको थिएँ, अनि उसले पनि त्यो चामललाई घिउमा राखिसकेपछि नन स्टप भुटिसकेपछि त्यसलाई चाहिँ एकदम ब्राउन हुँदासम्म भुट्नु पर्ने रहेछ, होइन भने चाहिँ त्यो काँचो हुँदो रहेछ। भित्र हेर्दाखेरि अलिक क्लियर देखिएन कतिको भयो भनेर चाहिँ कीर्तिले बाहिर उज्यालोमा लिएर आएर हेरी थिए। अनि त्यसपछि उसलाई चाहिँ एकदम चलाउँदा हात दुख्यो, अनि एकछिन तैँले चला सिरे भने, अनि त्यसपछि हुन्छ भनेर फेरि मैले चलाएँ। अनि म फेरि यता हाई गर्दै मक्ख पर्दै गरिरहेको छु। अब कस्तो हुने हो थाहा छैन, बिग्रिने हो कि बन्ने हो है। म राखेको चामल चाहिँ पहिला सुरुमा राख्दाखेरि चाहिँ सेतै हुन्छ होइन, अनि त्यसपछि त्यसलाई चाहिँ नन स्टप चलाइ गर्ने। अनि यो चाहिँ एकदम स्टिकी हुन्छ, त्यही भएर चप्किन सक्छ, त्यही भएर यसलाई चाहिँ छोड्नै हुँदैन कि। अनि घिउमा राखेदेखि यसलाई नन स्टप चलाएको चलाइ गरेर, अनि त्यसपछि यसको कलर चाहिँ बिस्तारै चेन्ज हुँदै गएर ब्राउन हुँदै जान्छ होइन। लगभग यो चाहिँ अब पाक्न लाग्यो है, चामल चाहिँ लगभग नरम भइसकेको छ भन्ने आफूले गेस गर्ने। अनि त्यसपछि त्यसमा चाहिँ दुध राख्न थाल्ने है। दुध राख्दाखेरि चाहिँ एकैचोटि हर्रै राख्यो भने चाहिँ त्यो बाफहरू माथि आएर आफैलाई आफ्नो फेसमा पर्न सक्छ नि त, त्यही भएर हामी चाहिँ डराएर इति गर्दै थोरै डाडुले राखेका थियौँ है। अनि यसरी राख्दै गर्ने, अनि चलाउँदै गर्ने, अनि त्यो दुध राख्दाखेरि पनि यसलाई चलाइराख्ने होइन। अनि त्यसपछि चाहिँ लगभग हामीले यसरी चलाउँदै राख्दै गरेर 2 लिटर दुध चाहिँ यसमा राख्यो। चामलमा यसरी दुध राखिसकेपछि चाहिँ त्यो चामल चाहिँ पुरै कम्प्लिटली भिजेको हुनुपर्छ है। यसरी पुरै मजाले कराईभरि चाहिँ दुध राख्ने। अनि त्यसपछि अब चाहिँ के हो भन्दा चामल चाहिँ लगभग गलिसकेको छ होइन। अनि त्यो दुधलाई चाहिँ एब्जर्ब गरेर त्यो चामलले चाहिँ, अनि त्यो चामल चाहिँ एकदम फर्रको नरम हुने हो कि खासमा चाहिँ होइन। चामलमा दुध राख्नभन्दा अगाडि हामीले कसरी नन स्टप चलाइराखेको थियौँ, दुध राखिसकेपछि पनि त्यसरी नै चलाउनुपर्छ, नभए चाहिँ त्यो स्टिकी हुन्छ एकदम है। अघि हामीले राखेको दुधको क्वान्टिटी बिस्तारै कराईमा कम हुँदै गइसकेपछि, अनि चामल चाहिँ नरम भइसकेपछि आफ्नो स्वाद अनुसारले कतिको गुलियो खानुहुन्छ त्यही अनुसारले चिनी राख्ने है। हामीलाई चाहिँ 2 जनालाई चिनी कम मनपर्छ, त्यही भएर हामीले चाहिँ थोरै मात्रै चिनी राख्यौँ। चिनी राखिसकेपछि पनि यसलाई चलाइ गरिसकेपछि यसको दुध चाहिँ बिस्तारै चामलले एब्जर्ब गर्दै गएर यस्तो कन्सिस्टेन्सी बन्दै जान्छ। यस्तो भइसके पनि फेरि यसलाई चलाइ नै गरिराख्नुपर्छ है। यसरी चलाउँदै जाँदाखेरि चाहिँ दुधको क्वान्टिटी घट्दै जान्छ, किनभने त्यसलाई चाहिँ चामलले एब्जर्ब गरेर चामल पाकिसकेको हुन्छ। लगभग अब थोरै मात्रै दुध बाँकी छ है भन्ने टाइम आइसकेपछि चाहिँ यसलाई चाहिँ ढाक्दिने। लगभग 5-10 मिनट ढाकिदिइसकेपछि खोलेर हेर्दाखेरि चाहिँ यो यस्तो देखिन्छ, मजाले रेडी भइसकेको छ है। थोरै मात्रै दुध बाँकी छ, अब यसलाई पनि सुकाउने। अनि त्यसपछि र कम्प्लिटली रेडी भइसकेपछि चाहिँ यो चाहिँ यस्तो देखिराखेको थियो। यो चाहिँ हामी 2 जनाको फर्स्ट ट्राई भएको भएर चाहिँ हामी एकदम धेरै एक्साइटेड थियौँ। हुन त हामी जे खाए पनि भगवानलाई चढाए मात्रै खान्छौँ, तर अहिले चाहिँ मेरो पिरियड थियो, त्यही भएर हामीले यो चाहिँ भगवानलाई चढाएनौँ। त्यसपछि फर्स्टमा चाहिँ मैले ट्राई गरेँ, अनि ट्राई गर्दाखेरि चाहिँ यो चाहिँ एकदम मिठो लागिरहेको थियो, अनि चिनी पनि कम खाने, एकदम ठिक्क भइरहेको थियो हामीलाई। अनि म चाहिँ एकदम धेरै ह्याप्पी भएँ। अनि त्यसपछि कीर्तिको पालो आयो, अनि कीर्तिले ट्राई गरी, अनि टेस्ट गर्दाखेरि चाहिँ ऊ पनि एकदम सेटिस्फाई भई। अनि त्यसपछि हामी चाहिँ एकदम खुसी भयौँ। यसरी हाम्रो 15 पुस सेलिब्रेट भयो। यसरी 15 पुस सेलिब्रेट गर्नको लागि, स्पेसल बनाउनको लागि हामीले चाहिँ फर्स्ट टाइम ढकनी ट्राई गऱ्यौँ, र त्यो बन्यो पनि। र मेरो ब्लग स्टार्टिङदेखि एन्डिङसम्म हेरिदिनु भएकोमा धेरै थ्याङ्क यू। अनि सी यू इन द नेक्स्ट ब्लग। बाई बाई।